नमस्ते साथीहरू। तपाईहरू धेरैजना साथी धेरै मिस्टेक गर्दै हुन्छ है। यो चाहिँ छोरा मान्छे अथवा छोरी मान्छेले बढी मिस्टेक गरिरहेको छु। तपाईहरू अब आफ्नो फोन त तपाईकै फोन हो, त्यसमा प्राइभेट कुराहरू तपाईँ आफ्नो धेरै हुन्छ नि। अब प्राइभेट भनेपछि बुझ्नुहोस्, एकदम आफ्ना चिजहरू जो बाहिर अर्काले हेर्न हुँदैन त्यस्तो कुराहरू आफ्नो मोबाइलमै कैद सकेसम्म नगर्नु होला। यदि गर्नुहुन्छ भने पनि त्यो किन गर्नुहुन्छ, कहाँ राख्नु पर्ने सही ठाउँमा राख्नु होला। किनकि कति मान्छेहरूको मोबाइल तपाईँको हराउँछ, त्यहीँबाट मिसयुज हुनसक्छ होइन। त्यसले गर्दा धेरै ठुलो टेन्सन हुनसक्छ। सही मान्छेको हातमा पऱ्यो भने त ओके, गलत मान्छेले पऱ्यो भने त्यसले तपाईँलाई मिसयुज गरेर अलग तपाईँलाई नोक्सान हुनसक्छ। जस्तै अब हामी धेरैजना के मोबाइलको अब धेरैजना भनौँ न, मान्छेहरूले मोबाइल हाम्रो मोबाइल पसल हुन्छ बनाउनु लिएर आउनुहुन्छ। अब मान्छे यो मोबाइल बनाउने टेक्निसियनहरूको कुराहरू पनि अब उनीहरूले धेरैजना साथीहरूको एकदम डिस्प्ले फुटाएर फुट्छ। फोन तपाईँ घरमा त बन्दैन, बाहिर लगेर दिनुपर्ने हुन्छ होइन। त्यस्तो बेला तपाईँहरू अप्ठ्यारोमा पर्न सक्नुहुन्छ। सबै मान्छेले त्यस्तो गर्नु हुँदैन, जसले पनि गर्नुहुन्छ तपाईँहरू एकदम सजग रहनु होला। आफ्नो प्राइभेसी भएको चिजहरू मोबाइल किन कैद गर्नु पर्यो, यस्तो चिजहरू नराख्नु होला। सकेसम्म नराख्नुहोस्। राख्नुहुन्छ भने नि तपाईँ मोबाइल बनाउनु दिँदै हुन्छ, के गर्दा दिँदै हुन्छ, कसैलाई बेच्दै हुन्छ भने पनि डिलिट गरेर त्यसलाई रिसाइक्लिङ बिनमा हुन्छ। अर्को चाहिँ जस्तै हामी डिलिट मात्रै गर्छौँ, डिलिट सबै कुरा हेर है। डिलिट भन्दा पछि उता रिसाइक्लिङ बिन भन्ने हुन्छ, त्यहाँ गएर डिलिट गर्नु होला। यो सबैमा मेलमा पनि हुन्छ, अब हाम्रो फोनमा पनि, आइफोनमा पनि हुन्छ, एन्ड्रोइडमा पनि हुन्छ होइन। सो तपाईँहरू धेरै सजग रहनु होला। किनकि धेरै मान्छेको मैले गलत देखिरहेको छु। अब हामी देखेको कुरा भन्न मन लाग्छ, तर यो राम्रो कुरा होइन। तपाईँको आफ्नो प्राइभेसी भएका कुराहरू जसले जो चिज तपाईँले भन्दा अर्कोले हेर्दा त्यो अप्ठ्यारो तपाईँलाई हुन्छ भने यस्तो कुरा किन सेभ गर्नुहुन्छ, किन राख्नुहुन्छ होइन। यस्ता चिजहरू अब धेरै आइरहेको हुन्छ यस्तो कुराहरू क्या। म देख्छु मान्छे समाजमा थाहा त हिँड्छु पनि त थाहा हुन्छ। सो यस्तो बन्द गर्नुहोस्। र तपाईँहरू पुरानो फोनहरू बेच्दै हुनुहुन्छ भने त्यो ग्लासमा फोन नसाट्नु होला। किनकि बरु त्यसलाई डिस्ट्रोय गरेर कहीँ फालिदिनु होला, एकदम त्यो खत्तम बनाएर फालिदिनुहोस्, जहाँ कि जसले त्यो दिमागै नलाग्छ। किनभने त्यसमा मेमोरी कार्ड हुन्छ, मेमोरी कार्ड भोलि त्यो टेक्निकल लाइनमा मान्छे पुग्यो भने त्यो त्यहाँ हुन्छ, त्यसपछि त्यहाँ अरू बनाएर उसले चलाइदियो भने अर्को जस्तो हुन्छ। त्यही भएर ख्याल गर्नुपर्ने हुन्छ। हामी आफ्नो यस्ता चिजहरू प्राइभेसी सकेसम्म क्यामेरामा कैद नगर्ने। गर्नै मन लाग्छ भने पनि त्यसलाई कसैलाई दिने बेलामा त्यो सेपरेट गरेर भनेको त्यसलाई डिलिट गरेर दुई ठाउँमा हुन्छ। डाइरेक्ट डिलिट हुन्छ, उता रिसाइक्लिङ बिनमा पनि हुन्छ, त्यो पनि डिलिट गर्नु होला कृपया तपाईँहरूको लागि भनेर। किनकि यो धेरैजना साथीभाइको जिन्दगी बर्बाद गर्ने कुराहरू हुन्छ नि त। कति कुरा प्राइभेसी मन त लाग्छ, त्यो त गर्न चाहिँ नहुने कुरा तपाईँहरू गर्नुहुन्छ। तर ठिक छ, गर्नुहोस्, ख्याल गरेर गर्नुहोस् है। र यो भिडियो चाहिँ धेरैजना साथीभाइमा पुऱ्याइदिनु। मोबाइल तपाईँ अब ठिक छ, तपाईँको मोबाइल हरायो, त्यो चोरले लक खोलिदियो भने सक्यो नि। अनि अब तपाईँ भोलि मोबाइल डिस्प्ले फुट्नु फेर्नु हो, तपाईँ हतारको छ त्यहाँ लगेर छोडिदिनुहुन्छ, त्यो पसलै कस्तो छ भन्ने कुरा थाहा हुन्न। गलत मान्छे पऱ्यो भने त फेरि अरूले तपाईँलाई मिसयुज गरिदिन सक्छ भन्ने कुरा मात्रै हो। त्यो त्यही भएर तपाईँहरूको लागि मात्रै भने मैले मेरो आफ्नो लागि भन्नु खोजेन। तपाईँहरू हाम्रो कस्टमर भएको हुनाले तपाईँलाई अप्ठ्यारो नपरोस् भन्नलाई यो हाम्रो बिन्ती छ। तपाईँहरू आफ्नो प्राइभेसी चिजहरू सकेसम्म क्यामेरामा कैद नगर्नुहोस्। तपाईँको आफ्नो पार्टनर हुन्छ, कसलाई हुन्छ त्यो पनि सेयर नगर्नुहोस् होइन, साथीलाई पनि सेयर नगर्नुहोस्। तर गर्नै पऱ्यो भने एकदम आफ्नै हस्बेन्ड वाइफभन्दा बाहिर गर्नु पनि भएन। र फोन बनाउनु दिँदै हुन्छ भने ख्याल गर्नु होला। आफ्नो प्राइभेसी चाहिँ डिलिट गरेर मात्रै दिनु होला। डिलिट यता मात्रै हुँदैन, उता रिसाइक्लिङ बिनमा पनि हुन्छ। सो सबै ख्याल गर्नुपर्छ है। अहिलेको मान्छेको लाइफ त अहिले फेरि एउटा चिज, एउटा सानो फोटो, एउटा भिडियोले गरेर मान्छे बर्बाद हुनसक्छ। सो तपाईँहरूको लागि जनहितमा जारी। ठिक लाग्छ कमेन्टहरू राम्रो भन्नु होला, ठिक लाग्दैन भने पनि राम्रो भन्नु होला। किनकि यो चिज मेरो लागि भने तपाईँको लागि भने मैले। हस् त, धन्यवाद।